आदरणीय दर्शकवृन्द नमस्कार। विष्णु थापा युट्युब च्यानलमा हार्दिक स्वागत छ। आज म तपाईहरुलाई यो व्हाट इज डबल इन्ट्री बुक किपिङ सिस्टम, दोहोरो लेखा प्रणाली भनेको के हो, दोहोरो लेखा प्रणालीको विशेषता, महत्व र उद्देश्य लिएर आएको छु। आदरणीय दर्शकवृन्द, कुनै पनि व्यावसायिक संघ संस्थामा हुने वित्तीय कारोबारहरूको दोहोरो लेखा राख्नुलाई नै दोहोरो लेखा प्रणाली भनिन्छ। दोहोरो लेखा प्रणालीमा डेबिट र क्रेडिट गरी दुईवटा पक्षहरू हुन्छन्। प्रत्येक आर्थिक कारोबारको एकापट्टि डेबिट साइडमा इन्ट्री हुन्छ भने अर्कोपट्टि त्यति नै रकम क्रेडिट साइडमा इन्ट्री हुन्छ। यसरी दोहोरो लेखा पालन भनिसकेपछि कुनै पनि कारोबारको दुईतिर लेखा राख्ने, डबल इन्ट्री गर्ने, एउटा इन्ट्री भनेको डेबिट साइडमा र अर्को इन्ट्री भनेको क्रेडिट साइडमा। यसैलाई नै दोहोरो लेखापालन भनिन्छ अथवा दोहोरो लेखा प्रणाली भनिन्छ। यसरी दोहोरो लेखा राखिने हुँदा यस प्रणालीलाई दोहोरो लेखा प्रणाली भनिन्छ। जस्तै बुटोल इलेक्ट्रिक हाउसबाट एसी रु 60,000 मा खरिद गरियो। यसको दोहोरो लेखा प्रणाली अनुसार इन्ट्री यस प्रकारले हुने गर्दछ। एसी खाता डेबिटमा 60,000, बैंक अथवा बैंकबाट चेक काटेर दिएको भए बैंक र नगद दिएको भए नगद 60,000 क्रेडिट। यहाँ कारोबार चाहिँ के भएको छ भन्दा बुटोल इलेक्ट्रिक हाउसबाट एसी खरिद गर्ने काम भएको छ, कारोबार भनेको त्यो हो। र यसको इन्ट्री दुई ठाउँ भयो, एउटा एसी खाताको डेबिटमा र अर्को बैंक अथवा नगद खाताको क्रेडिट साइडमा। यसरी दुईतिर इन्ट्री हुने, डबल इन्ट्री हुने हुनाले यसलाई के भनिएको भन्दा डबल इन्ट्री बुककिपिङ सिस्टम भनेर भनिएको हो। अनि अब दोहोरो लेखा प्रणालीका विशेषताहरू के छन् त भन्दा फिचर्स अफ डबल इन्ट्री सिस्टम। यसका विशेषताहरू सबभन्दा पहिला यसको विशेषता के भन्दा यो दोहोरो लेखा हो। दोहोरो लेखा प्रणालीमा दोहोरो लेखा राखिन्छ, पहिलो विशेषता यही भयो। अर्को छ समान क्रेडिट र डेबिट। दोहोरो लेखा प्रणालीमा के हुन्छ भने दुईतिर लेखा त राखिन्छ, तर जति रकम डेबिटमा लेखिन्छ त्यति नै रकम बराबर क्रेडिट हुन्छ। त्यसकारणले डेबिट र क्रेडिट इक्वल हुन्छ, डेबिट र क्रेडिट बराबर हुन्छ। र अर्को छ व्यवस्थित रेकर्डिङ। यो दोहोरो लेखा प्रणाली भनेको व्यवस्थित आधुनिक लेखा प्रणाली हो। अहिले प्रचलित लेटेस्ट विधि नै यो के हो भन्दा दोहोरो लेखा प्रणाली हो। अर्को छ वित्तीय रिपोर्ट। यो दोहोरो लेखा प्रणाली भएकोले यसले सही वित्तीय रिपोर्टहरू दिने गर्दछ। यसै किसिमले अर्को विशेषताहरू छ पारदर्शी। यो के हुन्छ भन्दा एकदम पारदर्शी प्रविधि हो, विधि हो र यो वैज्ञानिक पनि छ। यो चाहिँ सबभन्दा पछिल्लो विधि हो र यो आधुनिक र वैज्ञानिक छ। र अन्तमा यसको 7औं नम्बरमा के छ भन्दा गल्ती पत्ता लगाउन सजिलो हुन्छ। किन भन्दा दोहोरो लेखा प्रणालीमा डेबिट र क्रेडिट जहिले पनि बराबर हुनुपर्छ, तसर्थ यदि डेबिट र क्रेडिट बराबर भएन भने यसमा गल्ती भयो भन्ने पत्ता लाग्छ र खोजेर त्यसलाई पत्ता लगाउन सकिन्छ। अब दोहोरो लेखा प्रणालीको महत्व, इम्पोर्टेन्स अफ डबल इन्ट्री सिस्टम। यसको महत्व के छ त भन्दाखेरि सबभन्दा त यो सम्पूर्ण व्यवहारको सम्पूर्ण रेकर्ड राखिन्छ। दोहोरो लेखा प्रणालीले के हुन्छ भन्दा व्यवहारहरूको सम्पूर्ण रेकर्ड राखिन्छ। खरिद भए पनि राखिन्छ, बिक्री भए पनि राखिन्छ, होइन, नाफा भए पनि रेकर्ड राखिन्छ र नोक्सान भए पनि रेकर्ड राखिन्छ। यो के भन्दा होल ट्रान्ज्याक्सनको के हुन्छ त भन्दा इन्ट्री गरिन्छ। अर्को यसको महत्व के छ भन्दा लेखा प्रणालीमा शुद्धता ल्याउँछ। यसले के गर्छ त भन्दा लेखा प्रणालीमा जति रकम डेबिटमा इन्ट्री गर्नुपर्ने हो त्यति नै रकम क्रेडिटमा इन्ट्री हुन्छ। र यदि कथम कदाचित डेबिट र क्रेडिटमा ब्यालेन्स बराबर आएन भने यो यसमा गल्ती भयो, कहीँ मिस्टेक भयो भन्ने थाहा हुन्छ र त्यसलाई शुद्धता ल्याउन सकिन्छ। गल्ती र ठगी पत्ता लगाउन पनि मद्दत गर्छ। यसो त्यही हो, जस्तो कुनै गल्ती भयो, जस्तो 60,000 अघि हामीले एसी खरिद गरेका थियौँ, एसी खातामा डेबिट 60,000 र बैंक
60,000 क्रेडिट हुनुपर्नेमा मानौ एसी खातामा 60,000 त भयो, तर ब्याङ्क खातामा हामीले 60,000 लेख्ने ठाउँमा 6,000 मात्रै लेखेर एउटा शून्य कम गऱ्यौँ भने पनि के हुन्छ त भन्दा यसबाट पत्ता लाग्छ, यो गल्ती पत्ता लाग्छ। र ठगी कसरी पत्ता लाग्छ भन्दा ठगी गर्दा पनि कुनै एकातिर ठगी गऱ्यो भने त्यसले अर्कोतिर हानेको हुन्छ, तसर्थ गल्ती पनि पत्ता लाग्छ। यो अर्को चाहिँ यसको दोहोरो लेखा प्रणालीको अर्को फाइदा हो। यसै गरी अर्को छ नाफा वा घाटा पत्ता लगाउन सकिन्छ। यो निश्चित रूपमा आधुनिक तरिकाले, वैज्ञानिक तरिकाले र चाहिँ होल ट्रान्जेक्सनको यसको चाहिँ लेखा राखिने हुनाले यसबाट नाफा या घाटा कति भयो भनेर सजिलै पत्ता लगाउन सकिन्छ। त्यस्तै छ अर्को छ वित्तीय अवस्था मूल्याङ्कन गर्न सकिन्छ। यो कुनै पनि सङ्घ संस्थाको, कुनै पनि व्यावसायिक सङ्गठनको वित्तीय अवस्था कस्तो छ भनेर यसले जुन चाहिँ वित्तीय रिपोर्ट दिन्छ, त्यो रिपोर्टको आधारमा मूल्याङ्कन गर्न सकिन्छ। र अर्को छ कानुनी मान्यता प्राप्त। यसले दोहोरो लेखा प्रणाली भनेको अहिलेको पछिल्लो लेखा विधि भएको हुनाले यसमा राखेका हर हिसाब र यसको रिपोर्टलाई कानुनी पनि मान्यता प्राप्त छ। अर्को छ व्यापारिक निर्णयमा सहायता पुर्याउँछ। यसले चाहिँ वित्तीय सूचनाहरू सही र तथ्यगत रूपमा दिने हुनाले यसले के छ भन्दा व्यापारिक निर्णय गर्नलाई सजिलो हुन्छ, डिसिजन मेकिङमा यसले सहायता पुर्याउँछ। अब दोहोरो लेखा प्रणालीका उद्देश्यहरू के हुन् त भन्दा यसको उद्देश्य भनेको सबै कारोबारलाई व्यवस्थित रूपमा रेकर्ड राख्ने, कुनै पनि कारोबारलाई नछोडिकन सबै जे जस्ता चाहिँ कारोबार हुन्छन् दैनिक रूपमा सबैको व्यवस्थित रूपमा एउटा सिस्टमेटिक तरिकाले रेकर्ड राख्नु नै यसको प्रमुख उद्देश्य हो। र शुद्ध र अध्यावधिक रेखा राख्ने होइन, लेखा पनि राख्ने तर शुद्ध राख्ने र अध्यावधिक भनेको त्यो कुनै पनि ट्रान्जेक्सन हुने बित्तिकै लेख्ने के, त्यसलाई बाँकी नराख्ने, त्यसलाई अपडेट राख्ने यसको अर्को उद्देश्य हो। नाफा वा घाटा थाहा पाउनु पनि यसको उद्देश्य हो। किन भन्दा हामीले बिजनेस व्यापार गरिन्छ, उद्योग धन्दा गरिन्छ, त्यसमा कति नाफा भयो कति नोक्सान भयो भनेर थाहा पाउनुपर्ने हुन्छ। थाहा पाउनको लागि दोहोरो लेखा प्रणालीले नाफा नोक्सान सबै के गर्छ त भन्दा बताइदिन्छ, निकालिदिन्छ। यसै किसिमले दोहोरो लेखा प्रणालीको अर्को उद्देश्य के हो त भन्दा व्यापारको वित्तीय अवस्था थाहा पाउने होइन। अब कुनै पनि व्यावसायिक सङ्घ सङ्गठनको वित्तीय अवस्था कस्तो छ भन्ने कुरा यसको वित्तीय रिपोर्टहरूले, यसको ट्रायल ब्यालेन्स, यसको चाहिँ ब्यालेन्स सिट आदिले र प्रफिट एन्ड लस एकाउन्ट यसले जुन दिने गर्छ त्यसबाट संस्थाको वित्तीय अवस्था थाहा पाउन सकिन्छ। त्यसको पनि त्यो थाहा पाउनु पनि यसको दोहोरो लेखा प्रणालीको उद्देश्य रहेको छ। र गल्ती र ठगी रोक्न र पत्ता लगाउन होइन, हामीले योभन्दा अगाडि पनि भनिसक्यौँ, यसबाट गल्ती भएको पनि पत्ता लगाउन सकिन्छ र चाहिँ कसैले ठगी गर्न पनि सक्छ त्यो पनि पत्ता लगाउन सकिन्छ र चाहिँ यसलाई रोक्न सकिन्छ। र अर्को छ हितधारकहरूलाई आवश्यक जानकारी दिने। यहाँ हितधारक भनेको को भन्दा संस्थाका मालिकहरू, संस्थाका सेयर होल्डरहरू, जसले संस्थाबाट नाफा नोक्सानमा भागीदार हुन्छन् तिनीहरूलाई यसले के गर्छ भन्दा आवश्यक सूचना दिन्छ होइन। संस्थाको वित्तीय अवस्था के छ, नाफा नोक्सान के छ, सेयर पुँजी तथा दायित्व के छ, सम्पत्तिहरू के छ भन्ने कुरा सबै कुराको यसले जानकारी लगानीकर्ताहरूलाई या चाहिँ ओनरहरूलाई या भनौँ साहुहरूलाई दिने गर्दछ। तसर्थ यो दोहोरो लेखा प्रणालीको अत्यन्त महत्त्व छ र यसका चाहिँ उद्देश्य पनि यिनै रहेका छन्। दर्शकबिन, तपाईँहरूले यतिन्जेल भिडियो हेरेर साथ दिनुभएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद छ। तपाईँहरूलाई यो भिडियो कस्तो लाग्यो अवश्य कमेन्ट टिका टिप्पणी गर्नुहोला। मन परेमा लाइक सेयर गर्नुहोला र अझसम्म च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने च्यानललाई सब्सक्राइब गर्नुहोला र नजिकै रहेको घन्टीलाई दबाउनुहोला ताकि यस किसिमका भिडियोहरू अपलोड हुन साथ तपाईँलाई नोटिफिकेसन आउनेछ। आदरणीय दर्शकबिन, फेरि यस्तै किसिमका समसामयिक भिडियोहरू
लिएर आउने बाचा गर्दै अहिलेलाई बिदा हुन्छु। फेरि भेटौँला। धन्यवाद। नमस्कार।